सो हाई एभ्रिवान। अन्त आज चाहिँ म सानो क्लिप लिएर आएको छु है कुकिङको। त्यो कुकिङ चाहिँ कसले गरेको भन्दामा चाहिँ मेरै बहिनी, नाम चाहिँ उसको प्रचिता सुब्बा हो। सो उसले गर्नु गइरहेको छ है। आज चाहिँ उसले के कुकिङ गर्नु गइरहेको छ भन्दामा चाहिँ सबैको फेभरेट राई र लिम्बूको त झन् धेरै नै फेभरेट वाचिपा है बनाउनु गइरहेको छ। अन्त फर्स्ट अफ अल उसले चाहिँ तेल गरम गरेर प्याज हालेको छ। अन्त उसले सुक्खा खोर्सानी चाहिँ बादमा हालेको छ, किनभने धेरै तेल गरम भइसकेको थियो नि त। त्यही भएर 1-2 सेकेन्ड 10 सेकेन्ड बाद चाहिँ उसले सुक्खा खोर्सानी हालेको छ है। किनभने धेरै कालो हुन्छ डढ्छ भनेर चाहिँ उसले त्यसो गरेको अरे। कतिले चाहिँ अगाडि नै सुक्खा खोर्सानी हालेर प्याज हाल्ने पनि गर्छ है। प्रायः प्रायःलाई त थाहा नै छ कसरी बनाउँछ वाचिपा भनेर है। त्यहाँदेखिको हेर्दै जानुहोस् है। अन्त कसलाई वाचिपा मनपर्छ लाइक कमेन्ट गरिदिनुहोस् होला है। मेरो पेजलाई फलो गरिदिनुहोस् होला। अन्त आजको कुक चाहिँ बहिनी नै छ भनिहालेँ है। सो उसले चाहिँ यतिको बनाएको छ है। अन्त के हाल्छ भन्दामा चाहिँ बारीक काटेको प्याज, अन्त अदरक, अन्त कर्ची मर्चीको पिस, त्यो पनि लोकल कुखुराको है। अन्त त्यहाँदेखिकोले पकाउँदै जाँदैछ। अन्त हामीलाई त आज माथि नै इन्भाइट थियो नि त ठुलो घरमा। त्यही भएर देपाकोमा चाहिँ आज पित्रा थियो। सो अब स्टार्ट हुनु थाल्यो पित्रा है। राई लिम्बूकोमा त पित्रा गर्छ है, प्रायः सबैकोमा है। आफ्नो कुल त गर्छ है। सो त्यही भएर बनाएको है सानो भिडियो। अन्तखेरि मन पराइदिनुहोस् होला, सपोर्ट गरिदिनुहोस् होला है। अन्त हेर्दै जानुहोस् होला। अब पाक्दैछ। हामीलाई त एकदम मजा आयो। दिउँसै थियो नि त, त्यही भएर मैले यो भिडियो चाहिँ भातमा बनाएर हालेको है। उसले यसमा तिते एड गर्यो। लोकल कुखुराको तिते सबैलाई थाहै छ कसरी निकाल्छ भनेर है। सो उसले तिते एड गरेको छ। त्यहाँदेखिको चाहिँ कतिले चाहिँ अब गिलो बनाउँछ नि त, कसैले चाहिँ हामी त प्रायः राई लिम्बूको गिलो नै बनाउँछ हो। तर उसले चाहिँ अब यतिकै फुक्कै टाइपले बनाउनु कोसिस गरेको छ है। किनभने कम्ती मान्छे थियो नि त, त्यही भएर। अन्त यतिको भएको छ हेर्नुहोस् है। उसले यसरी मिक्सअप गरेको छ। टेस्ट अनुसार नुन र कम्ती हुचिङ पनि हालेको छ है, अर्जिनो मटर। कतिले त हाल्दैन, कतिले हाल्छ, आफ्नो आफ्नो चोइस हो त्यो हो। अन्त लास्टमा चाहिँ उसले एड गरेको छ भात है। यो भात चाहिँ अलिकति गिलो नै छ, किनभने तितेको लागि त अब यस्तै हुन्छ है। सो उसले यसरी मिक्सअप गरेको छ। त्यहाँदेखिको खानु पनि एकदम मिठो टेस्टी। अन्त ज्यादा चाहिँ स्पाइसी भएको थियो। मेरो त फेभरेट हो। तपाईँहरूको कसको हो कमेन्ट गरिदिनुहोस् है। लास्टमा चाहिँ यस्तो भएको चाहिँ बनिसकेर चाहिँ। सो थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।